ले अहिले काम गर्नेवाला छैन। हर्कजी जो कराइरहनु भएको छ, हामी यो मामिलामा सँगै कराउन सक्छौँ, सँगै बोल्न सक्छौँ। सुकुम्बासी बस्ती उठाउने सन्दर्भमा वर्तमान सरकारले गरेको जे हरकत छ, यसलाई कसरी हेर्ने भन्ने सन्दर्भमा 3-4वटा कोणबाट हेर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। पहिलो कुरा त बालेन्द्र सरकार अथवा बालेन्द्र शाहको सरकारलाई या बालेन्द्रजीले आफ्नो सबैभन्दा ठुलो दुश्मन, आफ्नो 100 दिनभित्र गर्ने काम अन्तर्गत आफ्नो सबैभन्दा ठुलो दुश्मन उहाँले सुकुम्बासीलाई सम्झनु भएको रहेछ। उहाँको सबैभन्दा ठुलो दुश्मन को हो त? उहाँले यो 100 दिनभित्रमा के गर्ने त भन्ने अन्तर्गत एउटा सुकुम्बासी उहाँको ठुलो दुश्मन रहेछ, अर्को नेपालको विद्यार्थी सङ्गठनहरू उहाँको ठुलो दुश्मन रहेछ, अर्को ट्रेड युनियनहरू उहाँको ठुलो दुश्मन रहेछ। र सायद मेयर भएको बेलामा त्यो थापाथली र काठमाडौँ वरपरका सुकुम्बासीहरू उठाउन नसकेको इगो, मेयर हुँदाखेरि उहाँलाई त्यो रहर लागेको थियो, त्यो नसकेको इगो उहाँले अहिले उठाउनु भयो भन्ने मलाई लाग्छ। मैले यसो यति कठोर शब्दमा किन भनिराखेको छु भने बालेन्द्रजी नै हो जसले आफ्नो एक छोरा या आफ्नो बच्चाको लागि या श्रीमतीको लागि एउटा कुनै घटना हुँदाखेरि बालेन्द्रजीले सिंहदरबार जलाइदिन्छु भनेर भन्नुभयो। उहाँलाई आफ्नो सन्तानको त्यति धेरै माया रहेछ, त्यो हरेक अभिभावकलाई हुन्छ, हरेक बाबुआमालाई हुन्छ। त्यो सुकुम्बासी बस्तीभित्र आज हजारौँ मानिसहरू विस्थापित भएका छन्। मैले भर्खरै हेर्दैछु कि अस्ति भर्खर एकजनाले त्यहाँ सुसाइड आत्महत्या गरेको छ। त्यस्तो नागरिकलाई आत्महत्या गराउन बाध्य हुने, वृद्धहरूलाई आँसु निकाल्न बाध्य बनाउने, बच्चाहरूलाई स्कुल र घरबारबिन बनाउन बाध्य बनाउने जुन रवैया बालेन्द्रजीले गर्नुभयो, यो उहाँले आफ्नो दुश्मनी सुकुम्बासीहरूलाई ठानेर साधेको भन्ने मलाई अनुभूति हुन्छ। पत्रकार साथीहरू, तपाईँहरूको यो सबै क्यामेरा एकपटक म त्यो जहाँ अहिले सुकुम्बासीलाई लगेर राखिएको भनिएको छ त्यो ठाउँमा जानको निम्ति अनुरोध गर्दछु। त्यो चाहिँ जेल जस्तो छ। त्यो कुनै एक ठाउँमा लगेर राखेर पुनर्स्थापना गर्न अन्तर्गत छैन। त्यहाँ तपाईँहरू त्यहाँ जानुभयो भने, क्यामेरा लिएर जानुभयो भने बिहानदेखि बेलुकासम्म त्यहाँ निस्किन पाइँदैन। हस्पिटलको बेड जस्तो छ। त्यहाँ पठाउ चलाउनेले पठाउ चलाउन जान पाउँदैन, स्कुल जानेले स्कुल जान पाउँदैन, म काम गर्छु भनेर भन्दाखेरि काम गर्न जान पाउँदैन। त्यहाँ सुत्केरी महिलाहरू छन्, 3-4 दिनपछि सुत्केरी हुने महिलाहरू छन्। उनीहरूलाई त्यहाँ सत्सङ्ग भवनभित्र राखिएको छ जहाँ माछा मासु र अन्डा अलाउड छैन। त्यस्तो ठाउँमा लगेर राखिएको छ कि त्यहाँ गर्भवती महिलाले पनि पोसिलो खाना खान नपाउने ठाउँमा लगेर राखिएको छ। यो कुन मानवीयता हो? यो मानौ कि उहाँलाई सुकुम्बासीहरूको समस्या समाधान गर्ने रहर लागेको थियो भने जम्मा 10 दिन मात्रै 10 दिन कुरेर को वास्तविक सुकुम्बासी हुन्, को वास्तविक सुकुम्बासी होइनन् भन्ने कुरा पत्ता लगाउन सकिन्छ आजको युगमा। त्यति 10 दिन कुर्ने उहाँलाई धैर्यता भएन। त्यति मात्रै होइन, यस्तो एल्गोरिदम चलाउने सरकार, यस्तो आइटीमा चाहिँ डिस्टिङसन ल्याउने सरकार, आइटी नै आइटीको माध्यमबाट 2/3 ल्याइराखेको सरकारले नेपालमा सुकुम्बासीहरू कति छन् कति छैनन् भन्ने कुराको डेटा र रेकर्ड राख्न सक्दैन। 5 दिनभित्र 10 दिनभित्र राख्न सक्दैन। त्यहाँबाट सुकुम्बासी बस्तीबाट मानिसहरूलाई हटाइसकेपछि अहिले उसँग कुनै जवाब छैन को सुकुम्बासी हो र को होइन। उसले के भन्छ? निवेदन दिन तिमी दशरथ रङ्गशालामा आऊ, निवेदन दिन तिमी सिंहदरबारमा आऊ। भयो, अब यही हो लोकतान्त्रिक व्यवस्थामा लोकतान्त्रिक सरकारले गर्ने रवैया। 10 दिन कुरेर त्यही बस्तीमा गएर त्यो बस्तीका सबै मानिसहरूको रेकर्ड राखेर को वास्तविक सुकुम्बासी हुन् र होइनन्, कसलाई कहाँ स्थापित गर्नुपर्छ या पुनर्स्थापित गर्नुपर्छ भन्ने योजना सरकारले बनाउनु पर्दैन? यति सामान्य सुझबुझ पनि नभएको यो बहुलट्ठी र क्रूर सरकार सेनालाई लगेर सुकुम्बासी बस्ती खाली गरिरहेको छ। यो देश अहिले यस्तो भएको छ, एउटा सन्नाटायुक्त देश भएको छ। यहाँ मानवीयताहरू सङ्कटमा पर्न थालेका छन्। कयौँ मान्छेहरूलाई, ती अबोध मानिसहरूलाई त्यहाँबाट हटाएर बागमतीको किनारामा कति बेला पार्क बन्ला र त्यो पार्कमा मर्निङ वाक जाउँला भन्ने चिन्ता छ।